जेब्रा झोला बोकेर अटो चढेर हामी दाजु बहिनी कहाँ गयौँ त अन्तिमसम्म हेर्नु होला। सो हेलो गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। आज चाहिँ हामी कतै जाँदैछौँ, रेडी सेडी पनि भइयो, टक्क लगाएर भाइ पनि खुसी हुँदैछ, बहिनी पनि रेडी भइसकेको छ। अनि म चाहिँ जेब्रा झोला बोकेँ। भाइ चाहिँ हामीसँग जाँदैन किनभने भाइको कामै छैन, गएर हामी दाजु बहिनीको मात्रै काम हो, त्यसैले हामी दाजु निस्किसकेका छौँ। घरको सबैलाई बाई टाटा बाई बाई भन्छ। जाँदैछौँ टाउन बजार अटोको लागि। फेरि घाम यति लागेको छ कि घाम खानको लागि चाहिँ आउनुपर्छ कञ्चनपुर। बहिनीले चाहिँ दादा मैले 12 पास गरेको स्कुल यही हो भनेर देखाइरहेको थियो। फाइनली चाहिँ हामी टाउन पनि पुग्यो, तर टाउनमा अटो पाइन्छ कि भनेको त्यो एउटा माखा केही पनि देखिएन। मन्दिर त फेरि देख्ने हुन मैले दर्शन गरिहालेँ। आइसक्रिम किन्नलाई रेडी भइसक्यो थियो, फेरि अटो आएर फेरि अटोमा चढेर गइहालेँ। आइसक्रिमै नकिनेको अटोमा चढेको 15 मिनट पछि हामी सिमरी पुग्यौँ। सिमरीमा चाहिँ बाटोमा चाहिँ बत्ती जोडान भइरहेको रहेछ। आफ्नो ठाउँ यसरी विकास हुँदाखेरि एकदम खुसी लागेको छ मलाई। छोडी नदी पुरै सुकेको छ भन्ने सुनेको थिएँ। हिजो बर्सात भएको कारण आज खोला बढेको रहेछ। हिजो मेरो मोबाइलमा चार्ज नभएको कारणले मैले आधी मात्र भिडियो बनाएको थिएँ। हामी कहाँ छौँ भन्ने सोच्नु भएको होला। हामी दाजु बहिनी चाहिँ दिदीहरूको रोपाइको लागि दिदी घर आएको थिएँ। दिदीले र बहिनीले चाहिँ बिउ उखालिरहेछन्। दिदीको बारीबाट चाहिँ पहाडको भ्यू चाहिँ बब्बाल देखिने रहेछ। खाल्टोबाट पानी तान्नलाई मोटर लिन जा बाबु भन्नुभयो दिदीले, अनि म मोटर फाइनल गाइस मोटर पनि ल्याइसकेँ। अङ्कल र बाजे चाहिँ खाल्टोमा पानी कतिको छ भनेर हेरिरहनु भएको छ। फाइनल गाइस हामी खाल्टोबाट पानी निकाल्न सफल भयो। रोपाइ गर्नको लागि रेडी पार्दै हुनुहुन्छ बारी अङ्कलले चम्पा ट्र्याक्टरले जोतेर। मलाई रोप्नलाई त आउँदैन, त्यही भएर दिदीहरूले रोपिरहनु भएको ठाउँमा चाहिँ बिउ पुऱ्याइदिने काम हो मेरो आज। हामी यति धेरै लागेको थियो कि पुरै छोडिदिउँ, रोप्नलाई निकै गाह्रो भइरहेको थियो। दिदीहरूलाई शीतलमा बस्दै रोप्दै गरिरहनु भएको थियो बिचरा। यतापट्टि चाहिँ आधी टोली चाहिँ हेरेर बसिरहेको थियो, तिमीहरू नरोप्ने, तिमीहरूको आधी स्यालेरी कट हुन्छ भनेर भन्थ्यो। स्यालेरीको लागि भए पनि यिनीहरू काममा लागिहाले। पुरै रोपेर पनि भ्याइयो है। आज चाहिँ म एकदम खुसी छु किनभने चाहिँ दिदीहरूको गाउँतिरको बच्चाहरूले पनि बहिनीहरूले होइन मेरो भिडियो हेर्ने रहेछ क्या। यसरी सबैले चिन्दै जाँदा चाहिँ एकदम खुसी लाग्ने रहेछ क्या। बहिनीहरूसँग धेरै समय मिठा कुराहरू पनि गरे। बहिनी तिमीलाई गाना गाउन आउँछ भनेको दादा आउँछ भनेर बहिनीले एउटा मिठो गाना पनि सुनाइन्। बहिनी अलि लजालु स्वभावकी रहेछन्, तर त्यही पनि हिम्मत गरेर भए पनि गाए। बच्चामा यतिको कन्फिडेन्स हुनु भनेको धेरै ठुलो कुरा। बहिनी जिन्दगीमा कहिले लजाउनु हुँदैन भनेर मैले धेरै कुराहरू सिकाएँ। बहिनीहरूसँग धेरै टाइम पनि स्पेन्ड गरेँ, रमाइलो कुराकानी गरियो, बहिनीहरूले गाना पनि सुनाए। मलाई त धेरै खुसी लाग्यो। ल त बहिनी पछि भेटौँला भनेर म पनि त्यहाँबाट निस्केँ बहिनीलाई बाई बाई गरेर। अर्की बहिनीको दाँत छैन भनेर एउटा बहिनीले भन्दै थिइन्, त्यो बहिनीलाई गर त भनेको त बहिनीको दाँत त अगाडिको झरेको रहेछ। त्यही पनि मैले तिनीहरूलाई सम्झाएँ, साथी साथी भइसकेपछि यसरी जिस्काउनु हुँदैन भनेर सम्झाएँ। बहिनीहरूबाट मलाई छुट्नै थिएन, त्यही पनि छुट्नै पऱ्यो गाइस। एकदम खुसी लाग्यो गाइस मलाई चाहिँ बहिनीहरूसँग भेटेर। सबैजना